साथीहरु भर्खरै मात्र बाँडफाँड सम्पन्न भएको नेपाल माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ चाहिँ तपाईहरुले सबैभन्दा छिटो चाहिँ कसरी चेक गर्न सक्नुहुन्छ, कहाँबाट चेक गर्न सक्नुहुन्छ, तपाईहरुले आफ्नो मोबाइल फोनबाटै चाहिँ यो कम्पनीको आइपिओ को रिजल्ट चाहिँ सबैभन्दा छिटो तरिकाले चाहिँ कसरी चेक गर्न सक्नुहुन्छ त्यसको बारेमा आज यो भिडियोमा जानकारी दिनेछु। भिडियोलाई हेर्दै गर्नु होला है त। साथीहरु त्यसको लागि तपाईहरुले तपाईहरुको मोबाइल फोनमा रहेको क्रोम ब्राउजरलाई ओपन गर्नुपर्ने हुन्छ। क्रोम ब्राउजरलाई ओपन गरिसकेपछि तपाईहरुले यो सर्च बारमा गएर चाहिँ लेख्नु होला कि ipo_results_cdsc.com.np लेखेर सिम्पली यसलाई सर्च गरिदिनु होला। यसलाई यसरी सर्च गर्ने बित्तिकै यहाँनिर तपाईहरुले देख्न सक्नुहुन्छ चेक रिजल्ट भनेर देखाएको छ है त। यो वेबसाइटमा आइसकेपछि तपाईहरुले चाहिँ जुनसुकै कम्पनीको पनि आइपिओ अलटमेन्ट भइसकेपछि यो साइटमा आएर रिजल्ट चाहिँ सजिलो तरिकाले हेर्न सक्नुहुन्छ है त। अब यहाँ तलपट्टि देख्न सक्नुहुन्छ सिलेक्ट कम्पनी भनेको छ। हामीले यसमा क्लिक गर्यौं भनेदेखि यहाँनिर विभिन्न कम्पनीहरु देखाइरहेको हुन्छ। जुन कम्पनीको आइपिओ तथा एफपिओ निष्कासन भएको छ ती कम्पनीहरु यहाँ सर्च देखाउने छन्। अब हामीलाई चाहियो नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी। यो कम्पनी चाहिँ बाँडफाँड सम्पन्न भए पनि यो वेबसाइटमा चाहिँ तत्काल चाहिँ यहाँनिर देखाउँदैन। बाँडफाँड भएको केही समय पछाडी चाहिँ यो वेबसाइटमा देखाउँछ र यहाँबाट हामीले सजिलो तरिकाले चाहिँ आफ्नो आइपिओ को रिजल्ट चाहिँ हेर्न सक्नेछौं। जस्तै यहाँ सुरुमा देखाएको छ ओम मेगाश्री। यो चाहिँ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि चाहिँ निष्कासन गरेको आइपिओ को रिजल्ट चाहिँ बाँडफाँड भएको छ। यो भन्दा पछाडी कुनै पनि कम्पनीको आइपिओ एफपिओ चाहिँ बाँडफाँड भएको छैन। त्यो कारणले गर्दाखेरि अब यो ओम मेगाश्री भन्दा माथिल्लोपट्टि जब नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी आउँछ त्यसलाई चाहिँ सिलेक्ट गरेर चाहिँ यहाँनिर तपाईहरुले 16 डिजिटको बायो आइडी मागेको छ। यहाँनिर तपाईहरुले आफ्नो 16 डिजिटको बायो आइडी राख्नु होला र यहाँ तलपट्टि जस्तो क्याप्चा दिएको छ यहाँनिर त्यस्तै क्याप्चा चाहिँ यहाँनिर राखेर भ्यू रिजल्ट चाहिँ गर्नु होला। यति गर्नुभयो भने तपाईहरुले चाहिँ तपाईहरुको रिजल्ट परेको छ भने अलाउड देखाउने भयो र परेको छैन भने चाहिँ नट अलाउड भनेर चाहिँ देखाउने छ है त। र अर्को तरिकाले तपाईहरुले अलिकति ढिलै हेर्नुहुन्छ भने चाहिँ तपाईहरुले अर्को अप्सन रहेको छ। जस्तै तपाईहरु मेरो शेयरमा गएर पनि तपाईहरुले हेर्न सक्नुहुन्छ। जस्तै मेरो शेयरमा गएर आफ्नो आइडीलाई लगइन गर्नु होला। आइडीलाई लगइन गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ यो माई आस्पा भन्ने अप्सन रहेको छ। यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँनिर एप्लिकेसन रिपोर्ट भन्ने अर्को अप्सन रहेको छ। यहाँनिर चाहिँ क्लिक गर्नु होला। यहाँनिर क्लिक गरिसकेपछि तपाईहरुले जति पनि आइपिओ एफपिओ कम्पनीहरुको मा चाहिँ आवेदन दिनुभएको थियो त्यो सरसर्ती यहाँनिर देखाउने छ। त्यसैगरी हामीलाई चाहिएको छ अब नेपाल माइक्रो इन्स्योरेन्स यहाँनिर रहेको छ। हामीले यो सिम्पली यो रिपोर्टको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गर्ने बित्तिकै यहाँ तल्लोपट्टि देख्न सक्नुहुन्छ स्ट्याटसमा यहाँ स्ट्याटसमा अझै पनि भेरिफाई देखाइरहेको छ। किनभने यहाँनिर चाहिँ हाम्रो रिजल्ट आउन चाहिँ केही टाइम चाहिँ लाग्ने हुँदाखेरि चाहिँ यहाँनिर चाहिँ हामीले नतिजा हेर्नलाई केही समय चाहिँ कुर्नुपर्ने हुन्छ। यहाँनिर अहिले भेरिफाई देखाइरहेको छ। यो अवस्थामा चाहिँ हामीलाई परेको छ भने यहाँनिर अलाउड भनेर देखाउँछ र यदि परेको छैन भने नट अलाउड देखाउने भयो। जस्तै यो भन्दा तल्लो एउटा हेरौं गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको जस्तै स्ट्याटसमा आयौं हामी। स्ट्याटसमा यहाँ नट अलाउड देखाएको छ। जस्तै परेको छैन भने यहाँनिर नट अलाउड देखाउँछ, परेको छ भने अलाउड मात्र देखाउने भयो त। यो तरिकाले चाहिँ तपाईहरुले आफ्नो आइपिओ तथा एफपिओ को रिजल्ट चाहिँ हेर्नलाई चाहिँ सक्नुहुन्छ है त।